गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो युट्युब ब्लगमा है। सबैजनालाई भोजपुरै मेरो ब्लगमा स्वागत गराउँछु। भोजपुरै ब्लगलाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त मित्रहरू। हामी साना साना युट्युबरलाई सब्सक्राइब गरिदिएर माया बढाइदिन भन्छ। आशा गर्दछु कि तपाईँहरू माझमा नै हामी तपाईँहरूलाई होइन सपोर्ट गर्दै जानुभयो भने यति नै होइन। सब्सक्राइब जति गर्दै जानुहुन्छ सेयर पनि गर्दै जानुहोस् होइन। त्यहाँ चाहिँ बढ्दै जानेछ है। म नै हो तपाईँहरूको सानो युट्युबर है। सानो युट्युबरदेखि नै ठुलो युट्युबर हुँदै जाने हो है। आफू त अब त्यही हो है। युट्युबको बारेमा त त्यति थाहा छैन ज्ञान, तर पनि हामी चाहिँ सानो युट्युबरलाई चाहिँ सब्सक्राइब गरिदिनु भन भने आजै गर्दछु है त। ठ्याक्क थिचिदिनु होला, बस भइहाल्यो है। आजको मौसम एकदम पानी परिरहेको छ है, देख्न सक्नुहुन्छ है। यस्तो छ आज असोज 18 गते है। धुम्मा पनि रहेको छ है भन्न चाहन्छु। अनि यता रहेको कोदोबारी छ, यता चाहिँ है यस्तो छ है कोदोबारी। यता छ कोलाघारी है भने यहाँ तलतिर पनि कोलाघारी नै रहेको छ है। यहाँ त तल कोलाघारी रहेको छ भने यता हामी साना साना युट्युबरको घर भन्छ यस्तो छ है। सानोतिनो है घर छ। मलाई आशा छ कि तपाईँहरूलाई सब्सक्राइब गरिदिन्छु भने अनि इच्छा है। ठक्क थिचिदिनु होला, सब्सक्राइब हानिदिनु होला है। जो जहाँ रहे पनि होइन, देश विदेशमा जहाँ छाडिरहनु भएका मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। थम्चेक क्लिक हान्नु होला है। आफ्नै पारामा म तपाईँहरूलाई आफ्नै ठाउँ परिवेशको होइन अर्ग्यानिक भिडियोहरू लिएर आउने एउटा चाहन्छु सधैँ चाहिँ होइन। सधैँ चाहिँ भन्दा पनि म लगभग आइरहन्छु है समय मिलाएर तपाईँहरू माझमा। म अर्ग्यानिक ब्लगहरू होइन युट्युबमा पस्किन चाहन्छु है। पस्किएर ल्याउन चाहन्छु है। अनि पानी परिदेख्न सक्नुहुन्छ है पुरा है। आमामा ओके बाई बाई। आजले पनि है सब्सक्राइब गर्न नभुल्नु होला है त।